यंग्री यंग म्यान अर्थात् राजेश हमाल सन् 1950 को दशकमा बेलायतका विद्रोही लेखकहरूलाई जनाउने यो शब्दावली सलीम जावेदले बलिउडमा अमिताभ बच्चनका लागि प्रयोगमा ल्याए। अन्याय र अत्याचार विरुद्ध लड्ने जुझारू चरित्र निर्माण गर्दै सलीम जावेदले जसरी अमिताभ बच्चनलाई यंग्री यंग म्यान बनाए, उसै गरी हाम्रा फिल्म मेकर्सले राजेश हमाललाई बनाए। हेपेका, पेलिएका, दबाइएका वर्गलाई जुरुक्कै उचाल्ने ज्वार भाटा सहित उनी पर्दामा देखिए। जब जब उनी देखिए, आम दर्शकले आफ्ना स्पन्दन बढेको महसुस गरे, शरीरका तन्तुहरू जागृत भएको अनुभूत गरे। अन्ततः बेजोड ताली र सिट्ठीले आफ्ना प्रिय नायकलाई स्वागत गरे। यसरी नेपाली सिनेमामा सम्भ्रान्त घरानाका छोरो एक मामुली मान्छे बनेर अवतरण गरे। स्टारडम जसरी परिवारभित्र विद्रोह गरेर राजेश हमाल नेपाली रजतपटमा हिरो बन्न भए पुगे, सिनेमामा पनि त्यही विद्रोही छवि स्थापित भइदियो। कहिले एकल महिलामाथि हुने पारम्परिक अत्याचारको पर्खाल भत्काउँदै त कहिले ज्यालादारीमाथि हुने श्रम शोषणको साङ्लो तोड्दै उनले धमाका मचाइरहे। सुङ्गठित शरीर, अग्लो कद र गरुङ्गो आवाजले उनलाई सधैँ साथ दिइरह्यो। नतिजा लभर बोय भन्दा पनि उनलाई यंग्री यंग म्यान के रूपमा बढी रुचाइयो। कतिसम्म रुचाइयो भने सिनेमामा राजेश हमाललाई एक झलक भए पनि देखाउनै पर्ने भयो। त्यसैले सिनेमाको पोस्टरमा राजेश हमालको टाउको बिग्न थाल्यो। यही बिन्दुमा आइपुगेपछि हो नेपाली सिनेमाले स्टारडमको स्वाद चाखेको। एउटा नाम नै काफी थियो सिनेमामा चल्नलाई, एउटा अनुहार नै काफी थियो हलसम्म दर्शक तान्नलाई। राजेश हमालको फिल्म बनेपछि टिकटको लस्कर बढ्थ्यो र सिनेमा घरको माहौल फेरिन्थ्यो। कसैले सही भनेछन्, राजेश हमाल जहाँ उभिन्छन् त्यहाँ मेला लाग्छ। राजेश हमाल फगत नायक मात्र थिएनन्, नेपाली सिनेमाको गौरवपूर्ण प्रतिनिधि थिए। त्यसैले उनी जहाँ जहाँ पुगे नेपाली सिनेमाको कम्पन छाडेर आए। उनको प्रभाव कतिसम्म रह्यो भने सिनेमा नै नदेखेको हिजोको पुस्ता र सिनेमा नै नहेर्ने आजको पुस्तालाई नेपाली हिरो को हो भनी सोध्यो भने रेडिमेड जवाब दिन्छन् राजेश हमाल। कहिलेकाहीँ मान्छेको नाम मात्रले पुग्दैन, उनको उचाइ नाप्न उपमाको फुर्को चाहिन्छ। जसरी राजेश हमालको अघिल्तिर महानायक जोडिएको छ। महानायक यस्तो आलङ्कारी उपमा हो जो यथार्थभन्दा बढी चमत्कृत लाग्छ, तिलस्मी लाग्छ। त्यसैले त मान्छेहरू जहिले पनि नायक बन्न खोज्छन्, महानायक होइन। चाहे बाढीमा बग्दै गरेको मान्छेलाई बचाएर होस् वा हिमालको टाक्रोमा पुगेर, चाहे भाग्दै गरेको चोरलाई पक्रेर होस् वा बलात्कृत युवतीका खातिर न्याय माग्दै सडकमा उभिएर, चाहे सुकिलो मुकिलो पहिरनमा ठाठेर होस् वा तीव्र गतिको बाइकमा बातिएर, मान्छेभित्र कहीँ न कहीँ नायक बन्ने दौड चलिरहन्छ। यो युगले चाहन्छ राजेश हमाल पनि नायकको रूपमा बाँचिरहोस्, सत्तामाथि प्रश्न गरिदियोस्, न्यायका लागि पैरवी गरिदियोस्, राज्यको व्यथितिमाथि खबरदारी गरिदियोस्, सत्यका लागि आवाज उठाइदियोस्, सर्वसाधारणको मनोभावनालाई सम्बोधन गरिदियोस्। उनी त्यस्तै भइदियोस् जस्तो सिनेमाभित्र भइदिन्थे। सिनेमाभित्रका राजेश हमाल जस्तै भइदियोस् वास्तविक राजेश हमाल पनि।